पाँच डाकिने हो पाँच डाकिने सबै आउने स्रोत आउने स्थान आउने माध्यम कहाँ भने सबै धर्मदाता हो अनि तमङ्गीबाट आउनुभएको शून्यताबाट आउनुभएको त्यसकारण मा यसै कार्यमा गर्थ्यो त्यहाँ खाँचोले खाँटोमा अब माथिल्लो स्थानको खाँटोमालाई अनि आह्वान गर्दैछ फेरि त्यही खाँचोले खाँटोमा अनि खाँचोले खेचारी कुल खाँचो भने खेचारी भन्नुहुँदैन त्यही खाँचो अनि पुलको अनि जति पनि खाँडोमाहरू पाल्नुहोस् उहाँलाई पनि त्यस्तै अब अनुयायीहरू छ अरे त्यो ठुलो छ भूमिका छ 1 लाख करोड त्यत्रो खाँडोमाहरू पनि उहाँको अनुयायी उहाँको वरिपरि अनि उहाँको समूहमा छ अरे सँगसँगै उहाँसँग अरू कुनै जोड दिनुपर्छ त्यो जोड्ने को हो कोरोनासेवाले पूर्वज तिनीहरू पनि आह्वानहरू दृश्य अहिले अब थाहा हुन अहिले दृश्य भने यहाँ आउनुहोस् भनेको त्यो आउनुहोस् भन्नुको लागि अघि फ्याट भन्छ नि हो त्यो चाहिँ हो त्यसको लागि आउनुहोस् भनेको अनि सङ्केत रहेछ स्याटा कामहरू होस् अब रगत लिनुहोस् मासु लिनुहोस् अनि यो हड्डीहरू लिनुहोस् है हड्डीभित्र भएको त्यो कामहरू लिनुहोस् अनि रोल अनि हाँसी खुसी अनि यसमा अनन्तसँग यसमा अब सेवन गर्नुहोस् अरे रोल अनि त्यसले के प्राप्त हुन्छ भने के पछि म यो सोच्छु त्यो सोच्यो फेरि मायासिंहले कार्यमा छ आमा ज्ञान गुणले युक्त भएका आमा अनि धर्मदातुबाट अनि नित्य रूपमा आउनु भएका आमा तपाईँ भनेको अनि छाम ल्याइसरी एकाटमा छाम भने चाहिँ बीच बोल्दैन भागमा बाट चाहिँ आउने जति पनि ल्याइसे खानुमा कर्मचारी भन्दा ल्याइसे खानुमा चाहिँ कर्मचारी अब देवीहरू अथवा ढाकिनेहरू अनि पाल्नु छ है उहाँहरू पनि कति छ भने पूर्व सेवाभूम भन्ने छ अरे सेवाभूम भने चाहिँ कति रहेछ भने 1 लाख अनि करोड चाहिँ अनि त्यत्रो अनि उहाँको समूहहरू उहाँको अनुयायीहरू छ आउनुहोस् कोरोनासेवाले हो संसारमा जति पनि देवी देउता अथवा राक्षस अनि सिमेभूमिहरू सबै आउनुहोस् अरे दृश्य अहिले नि यहाँ आउनुहोस् अरे अब यो मार्गे गर्ने समय चाहिँ राति सुत्ने बेलामा अथवा अँध्यारो भइसकेपछि साँझ परेपछि गर्ने रहेछ है दृश्य सेवा गर्नु के पछि म यो जस्तो छ फेरि मायासीले कार्यमा भोक्ताज्यूले लेखाउनमा तल्लो जमिन मुनि बस्ने खाँडोमा अथवा डाकिने अथवा परी अथवा लक्ष्मी अथवा देवी जो छ सबैजना पाल्नुहोस् उहाँले ज्ञानले युक्त हुनु पर्यो जो अनि सबैजना अब शून्यता बोध भएको महाकरुणाले अनि युक्त भएको हुनु पर्यो पुमा हेसिङमा सबै युक्त भएको खाँडो हुनु पर्यो किन भोक्ताज्यूले खाँडोमा आउनुहोस् उहाँलाई कति रहेछ भने त्यो टुल बच्चा हो अरे उहाँलाई 1 लाख करोड चाहिँ उहाँको समूह छ अरे आउनुहोस् सँगसँगै कोरोनांशे वरिपरि कति छ भने उहाँको परिषदमा नंशे लाटे संसारमा जति पनि दैवी शक्ति भएका देवी र राक्षसनीहरू छ सबै पाउनुहोस् अरे तादृश्य आउनुहोस् आइसिडीले के दिने त जसरी हाम्रो घरमा पाउनु बोलाइसिडी गयो चिया खाजा चिनी अब तपाईँ के फल फुल अब के चलाउनु पर्छ दिनुपर्छ त्यो जसै गरेर अनि देउताहरूलाई आह्वान गरिसकेपछि बोलाइसकेपछि पाल्नुहोस् न भनेर अनि पुकार गइसकेपछि उहाँहरू आउनु भइसकेपछि अनि जन्म भनेर यो शरीर भएछ त्यो शरीर एकछिन भएन म त्यागेर योलाई लासमा परिणत भएर योलाई अशुद्ध शुद्ध अथवा यो प्रसवमा परिणत भएर यो चाहिँ चलाउने हो त्यसमा स्याटा कामहरू त्यसपछि म यो सोच्छु फेरि मायासिंहले कार्यमा अरे भर्ताजी स्यासा खानुमा भारतमा बीच पाउने स्यासा खानुमा अरे स्यासा खानुमा पिसाचहरूलाई स्यासा भन्छ है ल अनि बीचमा को छ त भने तामसीको स्यासा छ अरे स्यासा अनि अब त्यो पिसाचहरू भूत पिसाचहरू भन्छ नि हो पिसाचको रूप धारण गरेको खानुमा छ अरे हुनु चाहिँ उहाँले संसारबाट मुक्त देवी हो मुक्त ढाकिने भए तापनि अनि पिसाचको रूप धारण गरेर बस्नु भएको खाँडोमाहरू छ उहाँहरू पनि सबैलाई पाउनु गर्नुपर्छ उहाँको पनि कति अनि समूहहरू छ भने त्यो ठुलो सेवाहरू छ अरे कोरोनासेवाले कोरोना सेवा सबै यहाँ दृश्य यहाँ आउनु भएर के सेवन गरेर स्याटा गर्नु अरे त्यसपछि म यो सोच्नुहोस् मायासिंहले कार्यमा मायासिंहजी खाँडोमा छ मायासिंहजी भने चाहिँ किनभने आमा तपाईँ ज्ञानदातुबाट अनि पाल्नुहोस् अरे ज्ञानदातु भन्ने चुङ्गी भिसिङी टङ्गी अब हेर्दोमा अथवा गन्दामा भन्छ हो त्योबाट चाहिँ तपाईँ यहाँ अब निर्माण गरेर आउनुहोस्
के को रूप धारण गर्ने ढाकिने रूप धारण गरेर आउनुहोस् अरे म यसै खण्डमा अनि त्यो नम्बरमा यहाँ चिनाएको छ तपाईको अनि रूप चाहिँ विभिन्न रूप छ अब क्रोधी मात्र हुँदैन शान्ति पनि हुनसक्छ शान्तिले कति दुवै मिसिएको हुन सक्छ अनि को बिरालोको रूप पनि हुन सक्छ गाई गोरुहरू अथवा धेरै राक्षसहरूको रूपहरू पनि धारण गर्न सक्ने त्यस्तो क्षमतावान तपाईँ चाहिँ त्यो नम्बरमा यहाँ चिनाएको छ जुनै पनि रूप धारण गर्न सक्ने आमा तपाईँ ज्ञानको देवी तपाईँ अनि पाउनुहोस् अरे त्यो नम्बरमा यहाँ चिनाएको माकेला डोय तलमे कि आमाहरू जो जन्म लिएका छ तिनीहरू सबैलाई कुनै पनि लोभ लालच छैन अरे कुनै पनि सम्पत्तिपट्टि सुन चाँदीपट्टि जग्गा जमिनपट्टि आशा त छ त आशा त छैन अरे त्यसलाई माकेला डोय तलमे प्राण हितको निम्ति चाहिँ उहाँ अनि पाल्नु भएको प्रकट भएको अवतरण भएको अथवा जन्म लिनुभएको त्यस कारण माकेला डोय तलमे आमा तपाईँलाई प्राण हित बाहेक अरू सोच विचार केही छ त छैन हामी मनुष्य जस्तो हो पैसा यति कमाउँछौँ सुन यति जम्मा गर्छौँ अथवा जग्गा यति जम्मा गर्छु यस्तो किन्छु कस्तो गर्छु भने त्यस्तो छ त कुनै पनि लोभ लालच त छैन अरे त्यस कारणले मा यसै केला रोहित तलमे नै सेटा गरो रोदुगे हेर्छ आमा रुबे तपाईँहरूलाई यहाँ पाउनुहोस् मेरो यो मासु मेरो रगत मेरो हड्डी जति पनि छ सबै के गर्छु भने तपाईँलाई चढाउँछु अरे डोल्दु गे अरे तपाईँलाई भोजको रूपमा चढाउँछु अरे खानापिना रगतबाट सबै तपाईँलाई चढाउँछु भनेर सम्झिनुपर्छ अरे किन त त्यो किन चलाएको आमा भोकै छ नङ्गै छ त्यसै भएको कारणले चलाएको हो त होइन अरे यो चाहिँ तपाईँले सेवन गर्नुभयो भने तपाईँले पिउनु भयो भने अथवा खानुभयो भने तपाईँले चाहिँ पुरा अनि अब लिनुभयो भने चाहिँ मलाई के पाउँछ भने ओ मलाई चाहिँ अनि अब वरदान पाउँछ मलाई चाहिँ आशीर्वाद पाउँछ शक्ति पाउँछ त्यो के हो त भने न्यादोमा इङ्ग्लिससँग गरे न्या मसँग भएको न्या भने बिमार हो बिमार पनि अब के अरे रोगहरू हो दोन पनि चाहिँ ग्रहहरू छ दुमल पनि दुःखहरू भयो युटेस हेदु र फल भएको जति पनि त्यो पनि सबै तपाईँ लिनुहोस् अरे युङ युल्मेसँग गोबरो इङ युल्मे अब यो इङ भने चाहिँ शून्यता भयो जसरी चाहिँ शून्यता आकाश शून्यता भएको जसै गरेर यो हो भने देखाउने छैन त्यो जस्तै गरेर ओ दुःख कष्ट सबै आफै आफू निर्भर भएर जाओस् सन्दर्भ रोज सेन्ट्रलको सुन्दर जिम्मे श्याम इङ्ग्रेटमा त सिधो सोच न आज मनुष्य हामीहरूमा जति पनि शङ्काको कारणले धेरै दुःख कष्टहरू अनि त्यो खेप्नु परेको त्यसको यसको पुरा ग्रहण गर्नु परेको सामना गर्नु परेको छ तीहरू सबै के भने शङ्खको कारणले हो त्यो शङ्ख पनि निर्भर गरिदिनुहोस् आमा तपाईँको के पर आशीर्वाद शक्तिले सेम ठुल्पा सुन्दर जिम्मे श्याम छ सेम ठुल्पा भ्रमिक यो मनले अब यो चित्तले चाहिँ सुङ जिन सुङ भने चाहिँ बाहिरी हो जिन भने चाहिँ भित्री हो सुङ चाहिँ सुख डाँटिरो रहेछ हो जिम्बा चाहिँ मिकिन पञ्च इन्द्रिय हो त्यसले जति पनि सेवा गरेको छ सबै होइन मुक्त गरिदिनुहोस् सामु एक टोटलमा बस्नु सबै किनभने शून्यतामा भिड्नुहोस् सबै अब शङ्का मुक्त होस् अथवा सबै शुद्ध होस् अब सबै मुक्त होस् भन्नु पर्यो एक टोटलमा बस्यो टो ढल भन्छ नि टो भने चाहिँ नम्त हो अथवा शङ्का हो ढल भने चाहिँ त्यसलाई छुट्नु टोटल भने चाहिँ शङ्का छुट्नु जो मान्छेले शङ्का छुट्छ ऊ चाहिँ बुद्ध शङ्का नछुटेसम्म अनि दशा ग्रह दुःख कष्ट सुख सबै हुन्छ अरे त्यस कारणले आमा ज्ञान धातुबाट पाल्नु भएका आमा काण्डमा तपाईँले अनि मेरो सबै यो सँग मुक्त गरेर हामी पनि तपाईँ जस्तै हुन पाऊँ अरे टोटल मधु सिक्नु छोडोस् टोटल मधु सिक्नु छोडोस् सिक भनेर त्यो चाहिँ भत्काएको जस्तो अथवा टुक्रा टुक्रा पाएको जस्तो हो त्यस कारणले यो शङ्का चाहिँ नष्ट भएर चाहिँ शङ्का नभएको अनि हुन पाऊँ भनेर यो पक्ष युग युजे त सिकता के मधु ठोल्छ यो पक्ष युग युजे अरे यु भने चाहिँ हेर्दुलाई भन्दछ पक्षक भनेर भाषणलाई भन्दछ युग युजे यो मलाई चाहिएको भने छ नि चाहिने सामग्री र त्यो चाहिने मानिस दुवैको यो शङ्काबाट नै मुक्त होस् अरे यो त युजे त
सिकाता के बेमादुर हो त्यसो किनभने सिकाता भने चाहिँ पहिलादेखि नै शुद्ध अति शुद्धलाई चाहिँ कता पर्छ यो शुद्ध अथवा केमे अब शून्यताको कुरा हो जन्म नभएको अब गावा मेवा के मेवा सेवा मेवा तप मेवा भन्छ नि जस्तै मासम जेमे सेरा पर मागे विगत भन्छ नि हो त्यसमा पनि हो छ के मेमा त हो छ छोकारो जिमे निजे सेन्स छोकारो जिने भाइरमा अब यो राम्रो यो नराम्रो भन्ने पक्षपातको त्यस्तो चाहिँ द्वैत विचारहरू छ नि छोकारो जिने निजे भन्ने द्वैत विचार हो हो कि होइन कि भन्ने त्यसो हो कि होइन कि भन्ने शङ्का अथवा त्यो त्यस्तो पक्ष विपक्ष यो राम्रो यो नराम्रो यो मिठो यो नमिठो यो सभा यो फोहोर अथवा यो चाहिँ धनी यो चाहिँ गरिब यो चाहिँ सेतो यो चाहिँ रातो त्यो त्यस्तो पक्ष र विपक्ष गर्ने एउटा द्वैत विचारहरू छ नि त्यो सबै के हो त भने द्वैत विचारहरू चाहिँ यिङ युमछेङ भोङ्गा हो यिङ भन्ने चाहिँ अब शून्यताको कुरो हो युमछेङ भोङ्गा छ युमछेङ अनि महामाता आयो अब महामाता किन महामाता भनेको भने युमछेङमा चाहिँ अनि अब शून्यता बोध भएको चाहिँ महामाता युमछेङ तुसुम गे युमला भन्छ नि तुसुम गे युम तुसुम भने तिरकाल ग्यालवा भन्छ बुद्ध युम भने चाहिँ माता तिरकाल बुद्धको माता चाहिँ को हो त भने शून्यता हो भने कि त्यसको लागि शून्यता बोध हो छ यिङ युमछेङ भोङ्गा चेदो छ जसरी महामाताको अनि सोच विचार जस्तै मलाई पनि त्यो परिणित होस् है त्यसले यिङ युमछेङ भोङ्गा चेदो अनि फेरि अब त्यसको अन्तिम भागमा चाहिँ नि संयम अब रङ्गेसी अब यो चाहिँ यो देशीको वास्तविकता भनौँ यसको यथार्थ भनौँ यसको साँच्चीकै यो अब बन्नु खोजेको चाहिँ यो माथिको पढेपछि के बोध हुनु पर्यो यो बोध हुनु पर्यो त्यो गरिसकेपछि यो बोध भएन भने काम छैन अब त्यो भने चाहिँ भित्रकोलाई अनि काट्नलाई होइन बाहिर कतै अनि प्रदर्शन गर्नु मैले छ आदर्शन गर्नु रहेछ भनेर मैले धेरै भनिसकेको छु बाहिर देखाउन नभएर बाहिर यो सुनाउनु नभएर भित्र सुनाउनु रहेछ भित्रकोलाई चाहिँ परिणित भित्रलाई पुरा पार लगाउनुलाई भित्रलाई तालाउनु लागि भित्रलाई चाहिँ सम्झाउनु लागि भित्र भएको रिस राख्नुहरूले अहमताहरूले चाहिँ काट्नु लागि त्यो गरेर रहेछ नि त्यो कारण त्यो गर्ने अनुयायीले यति त झुस्रे पनि बुझ्नै पर्छ अरे अब यो चाहिँ के भने यो संयम व्यवहार राखिसकेको छ बाहिर रूपमा युल भन्ने बाहिर चाहिँ अब राम्रो र नराम्रो छ र छैन अरे साङ्गो भने चाहिँ के भने अब राम्रो भयो न्यापा भने नराम्रो आज हामीले यो कस्तो नराम्रो यो कस्तो राम्रो यसले कति राम्रो लुगो लगाएछ यसले कति नराम्रो लुगो लगाएछ अथवा कति राम्रो अनुहार कति राम्रो अनुहार इत्यादि जति पनि भन्छ नि बाहिर हेरेर नजर अन्दाज गर्नु हाम्रो महागल्ती हो अरे त्यो गर्ने अनुयायीहरूले त्यो परम्परामा अनि अभ्यास र अथवा त्यसलाई श्रद्धा भक्तिभाव जाग्छु म त त्यो प्र्याक्टिस गर्ने व्यक्ति हो नि भने त्यस्तो सबै अब धर्मावलम्बीहरूले चाहिँ के हुनु पर्यो भने बाहिरलाई अब नजर अन्दाज गर्ने भने कि भित्रमा नजर अन्दाज गर्नुपर्छ भगवान गौतम बुद्धले नि बाहिरको यो के भन्छ शत्रुहरूलाई अनि दमन गरेर अथवा हराएर बुद्ध हुनु भएको होइन बुद्धिशब्द झन्डैसँगहरू पनि बाहिरको शत्रुहरूलाई हराएर तिनीहरूलाई दमन गरेर तिनीहरूलाई उड्नु नदिएर अनि आफै झिकेर अनि त्यो बुद्धिशब्द भएको होइन उहाँ सबै के गरेर बुद्धिशब्द भयो के गरेर बुद्ध भयो भने भित्रै भएको रिस रागहरू अथवा घमण्डहरू एसियाहरू अथवा अहङ्कार इत्यादि नष्ट गरेर मात्र बुद्ध भएको हुनाले आज यहाँ भनेको मतलब कि यो संयम बाहिर राम्रो भनेर आफ्नो सोच हो अरे नराम्रो भनेर आफ्नो सोच हो यो बाहिर राम्रो नराम्रो छ र छैन अरे सबै शुद्ध हेर्न सक्नुपर्छ अरे यो संयम रागिसी राम भने आफ्नै सोचले त्यहाँ नराम्रो बनेको आफ्नो सोचले राम्रो बनेको हो अरे यो संयम रागिसी अनि संयम अब अघि अस्ति उमाको समय पनि त्यो रहेछ नि होइन उमापाहरूले माथि मार्गको अभ्यासकर्ताहरूले चाहिँ बाह्य रूपमा यो राम्रो नराम्रो नगरेर राम्रोको पक्ष नलिने नराम्रोकोलाई रिस पनि नगर्ने बिचमा बस्न सकिने त्यसलाई चाहिँ मध्य मार्ग अथवा त्यसलाई चाहिँ उमापा भन्छ त्यो गरेर जस्तै अब दुईवटा छोरा छ भने छोरा राम्रो पछिको नगर्ने त्यो नराम्रो पछिको पक्ष नगर्ने बिचमा राम्रो बस्न सक्यो भने त्यसलाई चाहिँ के भने उमापा माध्यमापा त्यो चाहिँ धेरै राम्रो हो भन्छ त्यस कारणले अनि नराम्रो राम्रो हुनसक्छ राम्रो नराम्रो हुनसक्छ त्यस कारण यो संयम राङ्गिसी नै आफ्नै सोच हो अरे
बाहिर स्वभावमा राम्रो नराम्रो कहीँ कतै पनि छैन अरे यो संगीत रङ्गेसी अब आज हामी अब ठोमा चो गर्ने होस् अथवा मान्छेलाई विधवासँग गरेको चो गर्ने होस् अथवा कुन के झिङ्गैनिङबाले ल्याउनु भएको अनि के भन्छ त्यसलाई खाटो क्यामको चो गर्ने अनुयायी होस् सबैले अनि के हुनु पर्यो भने भाइहरूको अनि अध्यक्ष गर्नु चाहिँ त्यागेर हो बाहिर भने भित्र पो यसको कारणले पो जस्तै यहाँ चाहिँ अब के भन्छ जेटिस लागेको मान्छे हो भने त्यसले अब सेतो अनि अब हिउँहरू पनि के देख्छ पहेँलै देख्छ त्यो पहेँलो हिउँको अनि कारणले त्यस्तो गएको कि आफ्नो कारणले गएको हो त्यस कारणले यो संगीतमा रङ्गेसी यो गीतिकमा तङ्गेसी यो परम्परा पुरा ध्यान र साधना संरक्षणलाई अभ्यास गरिसक्यो भने अन्तिममा के हुन्छ त भने यो गीतिकमा अरे यो भने हेतु है अनि गीतिकमा त्यस समयमा पुण्य र अपुण्य भन्छौँ नि पुण्य भने चाहिँ राम्रो हो भन्छ आज हामी अब साधारण भएको समयमा अनि अकुशल कर्म अथवा पाप चाहिँ अनि राम्रो हो भन्छौँ नि पुण्य राम्रो हो भनेर कसरी चाहिँ चिनोफाना गर्ने चिनोफाना गर्दा पुण्य राम्रो हो भने पनि देखाउने छैन अरे नराम्रो भनेर जो यो चाहिँ यो के भन्छ आधारमा अथवा यो पाप हो पाप चाहिँ कुन चाहिँ हिसाबले पाप गर्यो पाप बन्यो भने त्यसलाई राम्रोसँग रिसर्च त्यसलाई छानबिन त्यसलाई साँच्चै दिने अब निहाल्ने हो भने चाहिँ ओ पाप भने पनि शून्यता धर्म भने पनि शून्यता नै बोध हुन्छ अरे यो गीतिक व्यवहार तङ्गोसी अनि तङ्गोसी भने चाहिँ पहिलो बुद्ध कुन सम्भव हो कुन सम्भव नजरमा चाहिँ धर्म पाप दुवै छ त छैन अरे त्यसलाई हामीले पनि अभ्यास गर्दै पुण्य कमाउँदै गर्दै शुद्ध विचार शुद्ध मानसाय अथवा सबैलाई सम्मान हेर्न सक्ने दायामाको भाव मात्र हेर्न सक्ने ओ माथिल्लो सम्मान तल्लो यो माया अथवा सबै अब यो शुद्ध दृष्टि मात्र गर्दै गयो भने चाहिँ एक दिन हामीमा के लाभ हुन्छ भने कुन्दु सम्भव जस्तो हुन्छ अरे कुन्दु सम्भवको नजरमा पाप र धर्म छँदा छैन अरे त्यो जसमा हामी पनि परिणत हुन सकिन्छ अरे त्यसैले यो गीतिक नेपाल भन्दै हो येवा भने चाहिँ अब के के कमाउनु भ्यूहरू पनि भ्यू चाहिँ कुन चाहिँ हो एकाएका छानबिन गरेर भ्यू पनि शून्यता हुन्छ अब पाप भन्दा पापको चाहिँ यो गरेर पाप हो भन्छ नि त्यो पाप चाहिँ छानबिन गर्ने क्रममा पापको भ्यू यो हो भने पनि देखाउने छैन सबै खाली सबै शून्यता सबै भ्रम सबै अब शङ्का अनि सबै एउटा यथार्थ नभएको यो आफ्नो मानव यो शङ्काले मात्र निर्माण गरेको रहेछ भनेर बुझ्न सकिन्छ जस्तै आफ्नो शरीरलाई म भन्छौँ यो शरीर 1000 टुक्रा पाउन सक्दा यहाँ घाउलो रूप भनेर खोजेर पाउँदैन यो 100 टुक्रा गर्न सक्दा घाउलो यो भनेर देखाएर पाउँदैन त्यो जसै गरेर मिठो नमिठो अथवा यो राम्रो नराम्रो अब यो फोहोर यो सफा भन्ने चाहिँ एकाएक रिसर्च गर्दा छानबिन गर्ने क्रममा निहाल्ने क्रममा भेट्दैन भन्नु खोजिरहेछ त्यसले यो गीतिकमा तङ्गोसी यो चाहिँ के भने अब अभ्यास गर्ने एउटा साधन हो यो चाहिँ अब खेलासी गरेर हो यस्तो रहेछ उस्तो रहेछ नगरेर यो चाहिँ साँच्चीकै महसुस गर्ने रहेछ त्यस कारणले प्रदर्शन नभएर चाहिँ अदर्शन भने चाहिँ अन्दर अब भित्र दर्शन गर्नु सक्यो भने चाहिँ ओ अनि कुनै पनि व्यक्तिहरूले अरूले हामीलाई रिस उठायो अथवा कतिले अब साँच्चै नै कुट्नै आयो भने हामीले के हुन्छ अनि सहनशील गर्न सक्छ केन फेनोमेना सम्मत हो केन फेनोमेना चाहिँ कारण चाहिँ अनि अब राम्रोको कारण भन्छ नराम्रोको कारण भन्छ राम्रो र नराम्रो दुवैको कारण चाहिँ फेन्सिङ गरेर यसले मलाई अवरोध पुऱ्यायो भने नसिङ गरेर यसले भन्छ नि यो सबै के हो भने अनि अब निर्मित छ त छैन त्यो पनि समतल हो है फेनोमेना समतल हो यो खोज्दैमेको औषध हो जस्तै अब यो एक हप्ता अगाडि मात्र कस्तो खतरा डरलाग्दो पानीहरू भुरीहरू आयो भने यो कहाँबाट आयो आकाशबाट आएको छ हो त्यो आकाश त खाली छ कहाँबाट आएको एकाएक छानबिन गरेर त्यो पानी यो हो भनेर देखाउने छ त छैन आउने ठाउँ नै छैन भन्दा पनि हामी सबैको कर्मले हामी सबैको अब पुण्य बनाउँ हामी सबैको धर्मले बनाउँ अथवा त्यसको कारणले अब कोही ठाउँमा राम्रो कोही ठाउँमा नराम्रो यी त्यो सबै के भने बादल जस्तै हो बादल देख्छ तर बादल कहाँसम्म देखाउन सकिँदैन
इन्द्रियले देख्छ, इन्द्रिय कहाँ छ देखाउन सकिँदैन। सपनालाई देख्छ, सपना कहाँ छ के छ कहाँ छ भनेर देखाउन सकिँदैन। प्रतिबिम्ब भने अथवा आकाशको तारा, आकाशको जुनहरूको छाया चाहिँ पानीमा आउँछ, त्यो पानीभित्र खोजेर पाउँदैन। त्यो जस्तै गरेर आज हामीले जे यो राम्रो यो नराम्रो भन्छौँ भने यो सबै भ्रमको हो अरे, यो ठुल्पा हो अरे, यो सबै किन हाम्रो अब नम्दक अथवा शङ्का हो अरे। त्यो भन्नु कारणले फेर्नोमेवा समर्थहरू छन्। यसले मलाई सहयोग गर्यो भने पनि अनि यसले नराम्रो गर्यो भने पनि वास्तवमा छ त छैन अरे। फेर्नोमेवा समर्थहरू छन्। यो खोज्दैमेवा उछुटो छ, यो खोज्दैमेवा अब वास्तवमा यो संसार भने चाहिँ अनि त्याग्नुपर्ने यो अपनाउनु पर्ने यो भनेर आज त हामीले भन्छौँ नि। आज हामीले धेरै पुण्य कमायो भने यो संसारबाट मुक्त हुन्छ भन्छौँ। तर त्यो परम्परामा राम्रोसँग अनि न्यायपूर्वक अनि साधना गर्ने व्यक्तिले अन्तिममा के महसुस हुन्छ, के चाहिँ बोध हुन्छ, के चाहिँ थाहा पाउँछ भने चाहिँ के चाहिँ प्राप्त हुन्छ भने खोज्दैमेवा थाहा हुन्छ अरे। जस्तै लुम्यो कुन्यो सुम्बियो ये कुसुम जवा गीत कादो चाहिँ जब दसैँमा 200 मिसला स्वादियो भने त्यहाँबाट के पत्र के रहेछ फटे रोयम भन्छ नि। फटे रोयम छेम्बोरो भन्छ नि हो, त्यो फटे रोयम भन्छ अरे। फटे रोयम भने फरवा भनेको संसार, द्यावा भनेको निर्वाण अथवा त्याग्नु पर्ने संसार हो, प्राप्त गर्नुपर्ने निर्माण हो भने आज हाम्रो साधारण समयमा भन्छौँ भने बिस्तारै धेरै पुण्य लाभ बेसिदिएपछि शुद्ध दृष्टि भइसकेपछि सबै आफैले चिन्न पानो अथवा त्यसलाई छानबिन अथवा रिसर्च अथवा त्यसलाई निहालेपछि अन्तिममा के थाहा हुन्छ भने ओ फरवा भने पनि यही रहेछ, याङ्दे भने यही रहेछ भने थाहा हुन्छ अरे। यही ठाउँ नै अब आफैले सम्झ्यो भने यो नै अब यो त्याग्नुपर्ने स्थान संसार हो। अनि यही नै राम्रो बुझ्यो भने यही नै के रहेछ भने निर्वाण अथवा सिंघाम, यो चाहिँ फटाङ, यो चाहिँ भुवन अथवा सिंघाम भन्छ नि हो, त्यो यही रहेछ। योभन्दा टाढा छैन रहेछ भन्ने चाहिँ महसुस हुन्छ अरे। भएर त्यहाँ यहाँ यो छोडेर चाहिँ त्यहाँ जानुपर्छ भने कहीँ सधैँ छैन अरे। आज हामी मानिसहरूको हामी यो नेपालमा कति रमाइलो कति खुसी छ भने छ, कोही अमिर कति खुसी छ भने, कोही माथि चन्द्रमा गएर कति खुसी छ। वास्तवमा खुसी कहाँ छ भने जहाँ आफू टक्क बसेर सन्तुष्ट गरिसके त्यहाँ चाहिँ खुसी छ। असन्तुष्ट गरेर जहाँ पनि दुखी, अमिर गएपछि पनि दुखी भएर ओ कहिले चाहिँ नेपाल पुग्छ कि भन्छ, नेपालको मान्छे कहिले अमेरिका पुग्छ भने, कहिले जापान पुग्छ भने, कहिले अब थाइल्यान्ड पुग्छ कि भन्छ। तर जहाँ आफ्नो शरीर छ सन्तुष्टि गरेर आनन्दमा गरेर मान्छेकै छानबिन गरेर हेर्ने हो भने चाहिँ हामी जस्तो भक्त्यमान, हामी जस्तो धेरै पुण्यवान, हामीले जस्तो ठुलो अपर्च्युनिटी भन्छौँ अथवा अवसर पाएको जस्तो कोही सदा छैन भन्छ। त्यसो भने यो मैले भन्नु खोजेँ यो खोज्दैमेवा हो चुनाउँछ। यो खोज्दै भने हामी भित्रै छ, यहीँ छ अरे। जस्तै देवनभित्र छ नि, अब राङ्गी चुबुन बिग्यो म पयाँ राङ्ला सबै हामीहरू सबै भन्छ नि। यो आँखाले देख्दैन देवाजीसँग, तर आँखा चिन्डेर मनमा यस्तो गरेर सम्झेर देवाजीसँग कहाँ छ यो मनमै छ भन्छ नि। देवाजीसँग सिकाउँदै यहाँबाट अनि 1 महिना प्लेनमा चढेर पुग्ने अनि 1 वर्ष गाडी चढेर पुग्ने ठाउँ हो त हुँदै होइन रे। जहाँ छ त्यही नै सिकाउँ छ भनेर खोजेको देवनभित्र। जस्तै गरेर यहाँ भने यो खोज्दैमेवा त्याग्नु पर्ने नै छैन अनि निर्वाण प्राप्त गर्नुपर्ने छैन। यही नै दिन हामी मुक्त हुन्छ। मुक्त हुँदै माथि तल माथि जानु पर्दैन। त्यस कारणले यो खोज्दैमेवा भोग्छुलोङ भनिदिएको छ। संसारलाई निर्वाण भने चाहिँ हामी स्वयंमा छ बुझ्न सक्यो भने सबैतिर चाहिँ अब एउटै हो भन्नु खोजेको रहेछ।